जिन्दगीले धेरै कुरा सिकायो, कसैले पढाएर होइन, परिस्थितिले ठोक्काएर, कसैले सम्झाएर होइन, समयले जाँचेर। आज म जे छु त्यो देखिएको दृश्यले होइन, भोगेका पीडाहरूले गर्दा छु। धेरैलाई लाग्न सक्छ ठूला कुरा गरेपछि मान्छे ठूलो हुन सक्छ, तर वास्तविकता के हो भने चुपचाप सहेर अगाडि बढ्ने नै भित्रबाट बलियो हुन्छ। म समस्या देखेर डराएको होइन, समस्यासँग जुधेर बलियो भएको हुँ। चोट शरीरमा मात्रै लाग्दैन, कहिलेकाहीँ आत्मामा पनि लाग्छ, तर त्यही चोटले चरित्र बनाउँछ, सोच फराकिलो पार्छ र आत्मविश्वासलाई बलियो बनाउँछ। जसले संघर्ष देखेका छन् उनीहरू कसैको कुराले सजिलै हल्लिँदैनन्, किनकि उनीहरूलाई आँधीको वेग र त्यसबाट जोगिने उपाय दुवै थाहा हुन्छ। जीवनले कहिले सजिलो बाटो दिएन, तर हरेक कठिनाइले नयाँ पाठ सिकायो। कहिलेकाहीँ हारे जस्तो देखिएको मोड नै भविष्यको जितको तयारी रहेछ भन्ने कुरा पछि मात्र बुझिदो रहेछ। आज यदि मेरो सोच फरक छ भने त्यो घमण्ड होइन, अनुभवको फल हो। मैले समयसँग सम्झौता गरेको छैन, समयसँग लडेर अघि बढेको छु। मानिसहरू बाहिरको चमक हेर्छन्, तर भित्रको अँध्यारो कसैले देख्दैनन्। त्यही अँध्यारोमा नै आफैलाई चिन्ने अवसर पाइन्छ। जिन्दगीले सिकाएको सबैभन्दा ठूलो कुरा के हो भने कसैको सोचले तपाईको मूल्य तोक्न सक्दैन, तपाईको भोगाइले नै तपाईको उचाइ तय गर्छ। त्यसैले आज म शान्त छु तर कमजोर छैन, मौन छु तर असक्षम छैन। भोगाइले बनाएको यो आत्मविश्वास कसैको शब्दले भत्काउन सक्दैन। संघर्षले दिएका घाउहरू मेरो कमजोरी होइन, ती त मेरा पद हुन्। म गर्वका साथ भन्न सक्छु, म देखेर होइन, सहेर र लडेर ठूलो भएको हुँ।